नमस्कार। झण्डै 2/3 नेतृत्वमा सरकार गठन मात्रै भएको छैन, सरकारले कतिपय महत्त्वपूर्ण निर्णय पनि गरेको छ। विशेष गरी यो सरकारबाट के अपेक्षा छ, सरकार कस्तो बन्यो, यसका मन्त्रीहरू कस्ता छन्, मन्त्रीका विषयमा प्रारम्भमै कतिपयलाई दाँतमा ढुङ्गा लाग्ने जस्तो किन भयो, कतिपय पात्रका विषयमा, यी धेरै विषयमा व्याख्या र विश्लेषण गर्दै जाउँला। तर म सुरुमै भन्छु, यति ठुलो आकांक्षाबाट बनेको यो सरकार, त्यो पनि नियमित चुनावबाट बनेको होइन, आकस्मिक रूपमा जेनजी विद्रोह पश्चात बनेको यो सरकार भएका कारणले गर्दाखेरि ठुलो चुनौतीका चाङका बीचमा अपेक्षाको भारी पनि असाध्यै ठुलो छ। त्यसैले म सुरुमै सार्वजनिक रूपमा प्रतिबद्धता जनाउँछु, यो सरकारलाई 100 दिन पर्खौँ, हेरौँ अनि कामको आधारमा त्यसपछि मात्रै प्रश्न गरौँ। म सबभन्दा सुरुमा चाहिँ यो सरकारले आज मन्त्री परिषदले गरेका 4वटा महत्त्वपूर्ण निर्णयतर्फ जान्छु र त्यस पछाडि सरकारको मूल्याङ्कनतर्फ जान्छु। यो सरकारले गरेका आजका 4वटा महत्त्वपूर्ण निर्णयहरूमा पहिलो, जेनजी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जेनजी आन्दोलनलाई र त्यो भावनालाई आत्मसात गर्ने र स्वामित्व ग्रहण गर्ने। दोस्रो, सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई नियुक्त गर्ने। तेस्रो, शासकीय सुधारका लागि 100वटा कार्यको स्वीकृति गर्ने र जसलाई सम्भवतः अब भोलि सार्वजनिक हुन्छ होला। यसका लागि प्रधानमन्त्री बालेनले आफू प्रधानमन्त्री हुनुभन्दा अगाडि नै हरेक मन्त्रालयमा कम्तीमा 5-5वटा प्राथमिकताका कुरा राख्नुहोस् ताकि त्यो आधारमा निर्णय गरेर अगाडि बढियोस् भनेर भनेका कारणले त्यो विषयलाई स्वीकृति गरेको छ र त्यो सार्वजनिक हुनेछ। र चौथो असाध्यै महत्त्वपूर्ण कुरा छ, जेनजी आन्दोलन छानबिन गर्न गठन भएको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदनलाई तत्काल कारबाही गर्ने। त्यो कार्यान्वयन गर्नु भन्नुको अर्थ के हो भने, जेनजी आन्दोलनका क्रममा भएका घटनामा हुन त त्यसका घटनाका विषयमा प्रश्न पनि उठेका छन्, कतिपयले पूर्वाग्रह पनि भनेका छन्। यद्यपि आजको मन्त्री परिषदको निर्णय अनुसार फौजदारी अभियोग लागेका पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व गृहमन्त्री रमेश लेखकलाई अब धरपकडको बाटो खुलेको छ। त्यसका राजनीतिक पाटा, त्यसका आग्रहका पाटा, त्यसका पूर्वाग्रहका पाटा, त्यसको कानुनको लडाई आदि इत्यादि विषयहरूमा तपसिलमा चर्चा हुँदै जाला। कतिपयले कानुन बनाएर मात्रै त्यो कुरालाई कार्यान्वयन गर्नुपर्छ पनि भनेका छन्। तर जेनजी आन्दोलनको जुन छानबिन गर्न बनेको छानबिन आयोग थियो, त्यसको प्रतिवेदनलाई यसले अङ्गीकार मात्रै गरेको छैन, कार्यान्वयनमा लाने भनेको छ। सुरक्षाकर्मीको हकमा चाहिँ चाहे त्यो प्रहरी प्रमुख होस् अथवा प्रहरीका तत्त मातहतमा खोलिएका हुन्, उहाँहरूको हकमा चाहिँ अर्को छुट्टै अनुसन्धान गरेर त्यसलाई अगाडि बढाउने भनिएको छ। त्यसैले अहिलेको यो कार्यान्वयन भनेको चाहिँ राजनीतिक तहबाट र प्रशासनिक तहबाट हुने देखिएको छ। यसलाई त्यसरी पनि व्याख्या गरौँ, विशेष गरी यो कार्की आयोगका विषयमा चाहिँ सार्वजनिक रूपमा जसरी प्रतिवेदन सार्वजनिक भयो, त्यसले बढी ध्यान 23 गतेलाई मात्रै दियो, 24 गतेलाई दिएन। सरसर्ती हेर्दा हिजो सत्तामा बस्ने र अब भोलि सत्तामा आउँदैनन् भन्ने ठान्नेहरूलाई यसले कारबाहीको भागीदार बनायो, तर अब भोलि अथवा अहिले सत्तामा भएकाहरूलाई प्रश्न उठाएन, त्यसको उन्मुक्तिबाट बच्न खोज्यो। अर्को प्रसङ्ग योसँग जोडिन्छ। हिजो ओम प्रकाश अर्याललाई सरकारले सिफारिस गर्दा राष्ट्रपतिले किन रोके त? राष्ट्रिय सभामा जानका लागि किन रोके भन्दा राष्ट्रपति रामचन्द्र पौडेलको अनिच्छा हो त? उनको के बल, के सामर्थ्य अथवा के हैसियत यस्तो प्रतिकूल अवस्थामा? त्यसैले गर्दाखेरि त्यो यो नयाँ सरकारले चाहँदैन थियो। नयाँ सरकारले यदि चाहन्थ्यो भने सुदन गुरुङको साटो ओम प्रकाश अर्याल अहिले गृहमन्त्रीमा विराजमान हुन्थे। त्यसैले कसलाई गृहमन्त्रीमा ओम प्रकाश अर्यालको साटो अथवा डिपी अर्यालको साटो अथवा अरू कुनै पात्रको साटो सुदन गुरुङलाई ल्याउनु थियो। त्यसका कारणले गर्दाखेरि त्यो स्वीकृति हुन पाएन र अब राष्ट्रिय सभामा अहिलेको सरकारले स्वीकृति पठाउँछ। म यसका अलिकति प्रथमागाँसे मक्सीका पात हुने पक्षमा त आउँछु, तर सरकारका केही राम्रा र सुन्दर सुरुवातबाट प्रारम्भ गर्छु। सरकारले नेपाल संविधानतः धर्मनिरपेक्ष देश भए पनि नेपाल आदिमकालदेखि वैदिक सनातन धर्मावलम्बीको देश हो। बहुसङ्ख्यक हिन्दू र बौद्ध संस्कृति मान्ने, धर्म मान्ने मान्छेहरू छन्। बहुसङ्ख्यक कुनै बेला कम्युनिस्टहरूको बाहुल्यतामा हुँदा समेत जनाई लगाउने, सत्यनारायणको पूजा गर्ने, स्वस्थानीको व्रत गर्ने, काजक्रियादेखि लिएर विभिन्न अनुष्ठानहरू गर्दाखेरि नेपालमा चाहिँ धर्म भनेको जरो जरोसम्म फैलिएको छ। यत्रो सशस्त्र द्वन्द्वले पनि त्यसलाई केही पनि आस्थालाई धुमिल पार्न सकेन।
त्यसैले गर्दाखेरि तिनै आस्थावानहरूको परम्परालाई, किनभने हामी घरमा दैनिक उपासना गर्दाखेरि पूजापाठबाट सुरु गर्छौँ र बेलुका पनि त्यही गर्छौँ, व्रत, ध्यान, तप आदि इत्यादि हाम्रो चाहिँ जीवनशैली हो भने त्यो कुरालाई राजकीय कर्ममा किन नलाउने भनेर यो सरकारले त्यसलाई प्रारम्भ गरेको छ। हुन त सरकारका अन्य उपस्थितिमा, राष्ट्र प्रमुख, सरकार प्रमुखका अन्य उपस्थितिमा, मचिन्द्रनाथको जात्रामा, वसन्त श्रमणमा देखि लिएर विभिन्न मठ मन्दिरका उपस्थितिहरू, दसैँका, तिहारका, तीजका, महाशिवरात्रिका अनुष्ठानका उपस्थितिहरूले त्यसलाई निरन्तरता दिएको थियो। तर अहिले चाहिँ शपथ ग्रहण समारोहमै वैदिक मन्त्र उच्चारण गरेर शङ्ख ध्वनिले अनि सँगसँगै बौद्ध परम्परा अनुसार लामाहरूलाई पाठ पढाएर गरिने चाहिँ यो एउटा सुन्दर सुरुवात होस्। यसलाई यो संस्थागत गर्न भावी दिनमा अरू प्रधानमन्त्रीले पनि निरन्तरता दिउन्। अर्को राम्रो पक्ष, संविधानले 25 सदस्यीय मन्त्रीमण्डल गठन गर्ने अवस्था हुँदाहुँदै पनि यसले सकेसम्म त्यसलाई छरितो बनाउन खोजेको छ र सङ्ख्यालाई 15 मा सीमित गरेको छ र आएका अनुहारमा पनि 5 जना महिलाको सहभागिता छ र जातीय क्लस्टर पनि मिलाउन खोजेको छ। मधेसीमा अमरेश कुमार सिंह भएका थिए भने सङ्ख्या बढ्न सक्थ्यो, तर प्रधानमन्त्री आफै मधेसी भएका कारणले गर्दाखेरि सकेसम्म जातीय क्लस्टर पनि मिलाउन खोजेको छ। समावेशिताका दृष्टिकोणले पनि यो समावेशी किसिमको मन्त्रीमण्डल बनेको छ। सबैभन्दा सुन्दर पक्ष त नेपालको इतिहासमै पृथ्वीनारायण शाहको पालादेखि भीमसेन थापा भन्नुहोस् अथवा कालु पाण्डेको पालादेखि नै कहिल्यै पनि मधेसी समुदायको मान्छे नेपालमा प्रधानमन्त्री भएको थिएन र यो हुन त काठमाडौँमै जन्मिएका हुन् बालेन्द्र शाह, उनले म मधेसको हुँ भन्ने पहिचानलाई पनि उनले झल्काउँदैन थिए। यसअगाडि मेयरमा हुँदाखेरि पनि झल्काउँदैन थिए, तर अहिले जनकपुरमा पुगेर मैथिली भाषामा सम्बोधन गरे पश्चात जसरी मधेसमा चाहिँ एकहोरो रूपमा उनलाई अनुमोदन भयो, मधेसको बेटा चाहिँ प्रधानमन्त्री बन्दैछ भनेर भनियो, यसले एउटा सीमित समुदायको मान्छेहरू मात्रै राज्य सत्तामा हालिमुहाली हुँदा रहेछन् भन्ने एकैपटक जवाब दिएको छ र यो जवाब अबको शताब्दीसम्मलाई जवाब पुग्छ। यो नेपाल एउटै जाति, एउटै क्षेत्र, एउटै भाषा, एउटै लिङ्गको मात्रै वर्चस्व होइन, यो सबैको हो र यहाँको कार्यकारी प्रमुखमा समेत गैर पहाडी मुलका मान्छेहरू अथवा गैर बाहुन क्षेत्री पनि आउन सक्दा रहेछन्, हाँक दिन सक्दा रहेछन् भन्ने सबभन्दा स्पष्ट रूपमा सन्देश हो। त्यस्तै यो सरकारको अर्को राम्रो सुरुवात आफ्नो हात जगन्नाथ तथ्य र वरिष्ठताकै कुरा गर्ने हो भने प्रधानमन्त्री बालेन शाह भन्दा वरिष्ठतम पात्रहरू उमेरले, अनुभवले, अध्ययनले पनि थिए। डाक्टर स्वर्णिम वाग्लेलाई स्वतन्त्र रूपमा हुने भने उहाँ प्रधानमन्त्री नै हुन लायक मान्छे होला, तर वरिष्ठ हो, यसलाई पदको व्यवस्थापन गर्न उपप्रधान दिनुपर्छ भनेर भन्न लागिएन। त्यो अर्को सुन्दर पक्ष हो, किनभने मन्त्री हो, मन्त्रीका लागि चाहिँ पदको सोपान अथवा पगरी अथवा कुनै ताज भन्दा पनि त्यसमा उसको जिम्मेवारी सबभन्दा महत्त्वपूर्ण कुरा हो भनेर भनियो। त्यसबाहेक यो सरकारले सुरुवातमै स्पष्ट ढङ्गबाट आफ्ना कुराहरू गर्ने, अबिर नलगाउने, फुलमाला नलगाउने, समयक्रमले भन्ने हो भने यो चाहिँ भदौ 26 गते बन्दै गरेको सरकार हो बिम्बात्मक रूपमा। भदौ 23 गते जेन्जी विद्रोह भयो, निहत्था, अझ तपाईँको विद्यालय पोसाकका कलिला नानी बाबुहरू त्यसरी मारिए। त्यही आक्रोशमा 24 गते आगजनी भयो, तोडफोड भयो र त्यसलाई देखेर सम्भवतः अस्ति फागुन 21 को चुनाव भनेको चाहिँ भदौ 25 गते थियो र आज चैत्र 13 गतेको यो शपथ भनेको भदौ 26 गते थियो। समयलाई त्यसरी नै हेर्नु पर्थ्यो र सम्भवतः सरकारले त्यही रूपमै हेर्न सक्यो। यो सरकारको राम्रो र सुन्दर पक्ष हो। अब केही प्रथमागाँसे मक्सीका पात लागेका विषय पनि छन्। धेरै आउनुपर्ने मान्छेहरू यो सरकारमा आएनन् र कतिपय नआउनु पर्ने अनुहारहरू यो सरकारमा देखिए। म नामै तोकेर त भन्दिनँ, तर यो जनजनको प्रश्न हो, किनभने हिजोसम्म बालेन नेतृत्वको सरकार बन्दैछ र उहाँको नेतृत्वमा बन्छ भनेर जुन किसिमको अभूतपूर्ण उत्साह थियो, त्यो उत्साह चाहिँ बाहिर मात्रै होइन, स्वयं पार्टीभित्र पनि भएको छ। त्यसको म तपाईँलाई सूक्ष्म उदाहरण दिन्छु। प्रधानमन्त्री बालेन बनिरहँदा भारतीय प्रधानमन्त्रीले बधाई दिन भ्याइसके, अझ नेपाली भाषामै। अरू सबै राजनैतिक दलका केपी ओलीदेखि लिएर सबै पार्टीहरूका हिजो उछितो काट्ने पात्रहरूले, तल्लो तहका नेता कार्यकर्तादेखि लिएर उपल्लो तहका प्रधानमन्त्री भइसकेका सबैले बधाई दिन भ्याए। त्यति मात्रै होइन, कङ्ग्रेसको आफ्नै सभापति चुनिएका गगन थापालाई सभापति हुँदा बधाई दिन नसक्ने, नभ्याउने र नचाहने
शेरबहादुर देउवाले शुद्ध अहिले बालेन शाहलाई देशभन्दा बाहिर रहेर भए पनि बधाई दिएका छन्। त्यो अर्थपूर्ण सन्देश हो, त्यो एउटा सहिष्णुता पनि हाम्रो राजनीतिक संस्कार पनि हो। किनभने हिजो को कहाँ थियो भनेर कसैले स्वीकार्न सक्छ त? कांग्रेस, एमाले अथवा माओवादीले बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो सरकारको नेतृत्वकर्ताका रूपमा अथवा पार्टी सरकारको प्रमुखका रूपमा, तर त्यो हाम्रो वसुदैव कुटुम्बकम हो, उदारता हो। यो षड्यन्त्रपूर्वक भन्न सक्थे होला, यो जनादेश मान्दिन भन्न सक्थे होला, अरिचु भएका कारणले बेवास्ता गर्न सक्थे होला, तर सबैको त्यो फराकिलो छाती देखिएको छ। तर यहाँ एउटा सूक्ष्म रूपमा हेर्ने हो भने स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित्ने धेरै सांसदहरूले यो सरकारलाई बधाई दिएका छैनन्, धेरै केन्द्रीय सदस्यहरूले बधाई दिएका छैनन्, त्यहाँका नेता कार्यकर्ताले बधाई दिएका छैनन्। बधाई नदिनुमा मेरो प्रश्न होइन, बधाई दिने उदारता बनाउने खालको मन्त्रीमण्डल गठन भएको छैन भन्ने उनीहरूलाई लागेको छ। किनभने यो मन्त्रीमण्डलमा धेरै आउनुपर्ने अनुहारहरू, र अनुहार भने त 182 मा सबै योग्य थिए होला, तर योग्यतम मध्येहरू पनि जान्नेलाई छान्ने भनेको पार्टी हो नि त। जान्नेलाई छान्ने भन्दाखेरि त्यहाँ आएका कतिपय पात्रको मन फेरि कसैको पनि नाम लिन्न, कतिपय पात्र तुलनात्मक रूपमा जान्ने थिए कि तीभन्दा त्यही विधाका अरू पात्रहरू जान्ने थिए। चाहे त्यो सुरक्षा संयन्त्र हेर्ने होस्, चाहे भौतिक पूर्वाधारको सन्दर्भ हेर्ने होस्, चाहे चिकित्सा हेर्ने मन्त्रालयको कुरा होस्। त्यसैले गर्दाखेरि त्यो जान्नेलाई छान्ने भन्ने क्लस्टर मिलायो, सही कुरा हो, सुन्दर कुरा हो। तर सँगसँगै मैले 100 दिन पर्खिन्न भन्न खोजेको अहिले भइरहेका प्रष्ट देखिने गल्तीलाई पनि औँलाइएन भने चाहिँ त्यो चाहिँ भक्तिगान जस्तो हुन्छ, आरती उतारे जस्तो हुन्छ। त्यसैले त्यो भन्नै पर्ने कुरा मात्रै यति भनेको। आलोचना त कति हुन्छन्, तर ती आलोचनालाई म सबै पोको पारेर 100 दिन पछाडि मात्रै भन्छु। अनि सँगसँगै अर्को एउटा वरियता मिचिएको नमिल्दो कुरा चाहिँ वरियताका दृष्टिकोणले बालेन शाह स्वतः प्रधानमन्त्री हो, उहाँ वरियताको पहिलो स्थानमा हुनुहुन्छ। दोस्रो वरियतामा डाक्टर स्वर्णिम वाग्ले हुनुहुन्छ। तर तेस्रो वरियतामा कि त विराज भक्त श्रेष्ठ हुनुपर्दथ्यो कि त शिशिर खनाल हुनुपर्दथ्यो, किनभने उहाँहरू यसअगाडि सांसद मन्त्री भइसकेको। तेस्रो वरियतामा यो सरकारमा एकैपटक सुदन गुरुङ हुनुहुन्छ। सुदन गुरुङलाई वरियतामा आफूभन्दा वरिष्ठ मान्न नसकेकै कारणले सम्भवतः अमरेश कुमार सिंह चाहिँ यो सरकारमा सहभागी हुनु भएन। अनि सँगसँगै उहाँले रोजेको मन्त्रालय उहाँले नपाएका कारणले पनि हुनसक्छ। तर यो सम्झौताको समय हो भनेर धेरैले प्रश्न उठाएनन्। तर यसमा ख्याल गर्नुपर्छ, किनभने राजकीय सत्ताको सञ्चालन भनेको चाहिँ एउटा लहरको कुरा होइन, त्यो एउटा वरियता सोपान भन्ने धेरै ठुलो कुरा नहोला, तर त्यो अर्थपूर्ण कुराका रूपमा पनि हेर्नुपर्दछ। त्यसैले राजनीतिमा लगन, त्यसको तपस्या, त्यसको अभ्यास, त्यसको अनुभव, यी थुप्रै कुराहरूको अर्थ हुन सक्दथ्यो। त्यो अर्थलाई चाहिँ यो सरकारले अवमूल्यन गरेको छ अथवा अधिमूल्यन गरेको छ। यो सरकारले किन सुदन गुरुङलाई मन्त्रीमा ल्यायो त्यो प्रश्न होइन, तर किन यति शक्तिशाली मन्त्रीमा ल्यायो? किनभने गृह मन्त्रालय भनेको कानुन बुझेको, थिति बुझेको, विधि बुझेको र कतिपय अर्थमा सर्वशक्तिशाली मन्त्रालय हो अझ नेपालको हकमा। त प्रहरीलाई, राष्ट्रिय अनुसन्धान विभागलाई, सशस्त्र प्रहरीलाई मात्रै होइन, पुरै प्रशासनलाई, गृह प्रशासनलाई हाँक्छ। देशभरिका 77 जिल्लामा प्रशासनिक कार्यालय हुन्छन्, ती कार्यालयको नेतृत्व पनि जिल्ला प्रशासन कार्यालयले गर्छ र त्यसको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्छन् र त्यो पनि गृह मन्त्रालयको मातहतमा हुन्छ। त्यसैले गर्दाखेरि यो एउटा उखान जस्तो, उदाहरण जस्तो चोरलाई चाबी दिएको हो नि बेग्लै कुरा होइन भने उनलाई मन्त्री नै ल्याउनु पर्दथ्यो। जेन्जी आन्दोलन मध्येको एउटा देखिने अनुहार थियो भने युवा तथा खेलकुद मन्त्रालय ल्याएको भए त्यो पर्याप्त हुन्थ्यो। त्यसैले गृह मन्त्रालयका रूपमा यो सरकारको सबैभन्दा ठुलो प्रश्नको कोही सामना गर्नु पर्दछ भने त्यो सुदन गुरुङले गर्नुपर्छ। तर फेरि कहिलेकाहीँ के हुन्छ भने रत्नाकर डाकु चाहिँ वाल्मिकी बन्दिन सक्छ। त्यसैले मेरो उहाँप्रति धेरै संशय त होइन, तर आएका धेरै संशयलाई मैले सम्बोधन गर्नुपर्ने भएका कारणले। तर मैले यति प्रश्न गर्दै सुदन गुरुङले जसरी मन्त्रालयमा चाहिँ गएर आफ्नो मन्त्रीको जिम्मेवारी सम्हालिरहँदाखेरि केही आदेश, केही निर्णय र केही भनाइहरू राखे, ती कुराहरू चाहिँ फेरि सन्तुलित थिए। उनले विशेष गरी भ्रष्टाचारको अन्त्य गर्नुपर्दछ भनेर भने र जेनजीको सबभन्दा ठुलो माग पनि त्यही हो र त्यो भ्रष्टाचार अन्त्यलाई चाहिँ मैले तुरुन्त प्रारम्भ गर्छु आफ्नो तहबाट, विधि पुर्याएर, कानुन बनाएर र त्यसका लागि आवश्यक रूपमा सचिवज्यूलाई निर्देशन दिएको छु पनि भन्न भ्याए। त्यसै गरी एकद्वार प्रणाली लागू गर्ने सेवामा, किनभने सेवामा एउटा कोठादेखि अर्को कोठा, अर्को कोठादेखि अर्को कोठा चारिरहनु पर्ने जुन किसिमको झन्झट छ, जुन बोझिलोपन छ, यो प्रक्रियागत बोझिलोपनलाई कानुन संशोधन गरेर हुन्छ कि प्रक्रिया मिलाएर हुन्छ कि एकद्वार प्रणाली लागू गर्ने। तपाईँ सेवाग्राही कुनै पनि कार्यालयमा सेवा लिन जानुभयो भने तपाईँले एउटा ढोकामा एउटा कर्मचारीलाई अथवा एक ठाउँमा सेवा लिन गयो भने पर्याप्त हुन्छ।
कोठा कोठा चारिरहनु पर्दैन र त्यसको लागि म प्रणाली बसाउँछु भनेका छन् र सम्भवतः त्यो प्रणाली बसाउन चाहिँ यतिको अररो गृहमन्त्री भएन भने सक्दैन होला र यस्तो अररो गृहमन्त्रीको शङ्खाको लाभ किन पनि पाउँछ भने अहिले पुरा प्रशासन तर्सिएको छ, झस्किएको छ, अस्वीकार जस्तो पनि गर्दै होला, तर यो जेनजीको म्यान्डेट पाएर आएको सरकार भएका कारणले गर्दाखेरि अहिले त्यसलाई छुट छैन। त्यसैले मैले शङ्खाको लाभ त्यस अर्थमा दिन चाहन्छु, तर त्यसमा खरो उत्रनुपर्छ। अर्को चाहिँ उनले भिआइपीहरूको जुन किसिमको आवत जावतका क्रममा सार्वजनिक यातायात रोकिन्छन्, जनतालाई दुःख दिइन्छ, त्यस्तो गरिँदैन। सबै मन्त्रीलाई पनि उनले आग्रह गरेका छन् र यसलाई एउटा विधि बनाउने भनेका छन्। त्यसैले जुन सुदन गुरुङलाई शङ्खाको लाभ दिएको थियो, उनको अपरिपक्वता, काँचोपन, होइन, उनले जसरी यसअगाडि विभिन्न विवादास्पद अभिव्यक्ति दिएका थिए, कतिपय अबोध, निर्दोष र आलु काँचो अभिव्यक्ति दिएका थिए, त्यसको दाँजोमा आज मन्त्रीका रूपमा रोहण भएर उनले दिएको अभिव्यक्ति चाहिँ सन्तुलित देखिन्छ। तर यसलाई कायम राखुन्, हाम्रो शङ्खाको लाभलाई उनले न्याय गर्न सकुन्। र अघि मैले उठाउँदै थिएँ, सबैले उदार भएर दिइरहेको यो बधाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिन नसकिरहँदा त्यो सन्तुलन मिलाउनु पर्थ्यो। तर त्यसमा म सबभन्दा जस चाहिँ कसलाई दिन्छु भन्दा, यसरी खुलेर आफ्ना मन्त्रीहरूलाई, आफ्ना सांसदबाट चुनिएका पात्रहरूलाई बधाई दिन नसकिने असजिलोपन, यसको सायद धुवाँ त पुतपुदाउन थालिसकेको छ। त्यसको महसुस सामाजिक सञ्जाल हेर्दा पनि थाहा हुन्छ। तर यसको सबभन्दा ठुलो श्रेय र जस चाहिँ रवि लामिछानेलाई जान्छ। रवि लामिछानेको यो त्याग, यो निष्ठा र यो समर्पण, यो स्तुत्य छ। यसमा मैले व्याख्या गर्नुभन्दा पनि अझ सुन्दर व्याख्या अर्का मेरा मित्र र राष्ट्रिय स्वतन्त्र पार्टीकै समानुपातिक सूचीमा पर्नुभएका प्रमोद न्यौपानेजीकै भनाइलाई म साबर गर्छु। अविश्वास र आरोप, प्रहार र प्रतिशोध, अपमान र अभियोग, जेल र जलन सबै हाँसी हाँसी खेपेर एउटा मान्छेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारको नेतृत्वको यो ऐतिहासिक मोडमा ल्यायो र सम्मुखको सत्ता नयाँ सहयात्रीलाई सुम्पियो, सहृदय आलिङ्गनका साथमा। आज धेरैलाई बधाई दिइरहँदा पहिलो र सच्चा बधाईका एक मात्रै हकदार हुन् रवि लामिछाने, जसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जबरजस्त यहाँसम्म ल्याए। त्यो क्षणमा कतिले यिनलाई सम्झिए, खोइ कुन्नी, व्यक्तिले नसम्झिए पनि इतिहासले जरुर सम्झिनेछ। रविपछिको बधाई गच्छे अनुसार अरूलाई, जस्तै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रीहरू, सांसदहरू, पार्टीका नेताहरू र सदस्यहरू नयाँ आश र अपेक्षाका साथ नयाँ दललाई सरकारको नेतृत्वमा पुर्याउनु हुने जनतालाई त झनै मन जितेको पार्टी र सरकारको नेतृत्वले जनतालाई मन झन जितोस्, शुभकामना। धेरै सुन्दर अभिव्यक्ति छ र यो सरकारले प्रारम्भिक रूपमा गरेको, मन्त्रालयगत रूपमा गरेका निर्णयका पनि प्रशंसा भइरहेका छन्। मैले आलोचना त गरेकै छैन, गर्दिनँ, खालि केही दाँतमा ढुङ्गा लागेको प्रसङ्ग मात्रै भने। जाँदैका निवर्तमान अर्थमन्त्रीले अहिलेका नयाँ अर्थमन्त्री डाक्टर सोनी वाग्लेलाई गरिएका कतिपय निर्णयको खुलेर प्रशंसा गर्नुभएको छ। रामेश्वर खनाल लेख्नुहुन्छ, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले खारेज गर्न सिफारिस गरेका 15वटा असान्दर्भिक ऐनहरू खारेज गर्न प्रक्रिया अघि बढाउने अर्थमन्त्री डाक्टर सोनी वाग्लेको पहिलो निर्णयले शुभारम्भको सङ्केत गरेको छ। मैले पटक यो धेरैतिरको सम्मिश्रणबाट क्वाँटी बनिरहेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी र यसका फरक विचार समूह छन्। यसका ठुला प्रश्नहरू के छन् भने, अरू पार्टीमा टाउकेकै पात्रहरूले निर्णय गर्ने, अरूलाई त्यो निर्णयको बन्दी बनाउने भनेर भनिन्थ्यो। त्यो प्रश्न अहिले गरियो भने त भारी हुन्छ त्यो प्रश्न, किनभने जनमानस नै यस्तो छ कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई, रविलाई, बालेनलाई प्रश्न गर्ने भन्छन्। तर यो ठुलो किन प्रश्न हो भने नि, हिजो एमालेमा केपी ओली, माओवादीमा प्रचण्ड, कङ्ग्रेसमा शेरबहादुर देउवाले खल्तीबाट निर्णय सुनाउने, अरू चाहिँ अवाक भन्ने, न विधि न थिति केही पनि होइन भनेर भन्ने। त्योभन्दा पनि अत्याचार त अहिले यहाँ किन भयो भन्दा, न केन्द्रीय कमिटीमा बैठक छ, न छलफल छ, न सचिवालयमा बैठक छ, छलफल छ, न संसदीय समितिमा छ। त्यहाँ त 2 जना पात्र बसेका छन् भनेर भनिएको छ र ती पात्रले आज मन्त्री हुने शपथ हुनु केही घण्टा अगाडिसम्म पनि राष्ट्रपति कार्यालयमा मन्त्रीको अन्तिम सूची बुझाइएको थिएन। मन्त्री हुँदै गरेका पात्रहरूलाई समेत केही घण्टा अगाडिसम्म पनि उनी मन्त्री थिए कि थिएनन् भन्ने कुरा खबर दिएको थिएन। त्यो किसिमको गोपनीयता भन्न पनि सकियो, त्यसलाई एकदमै सुन्दर अभ्यास भन्न पनि सकियो। तर यो अभ्यास चाहिँ यति बेला मात्रै सुन्दर भन्न सकिन्छ, कालान्तरमा यो चाहिँ प्रत्युत्पादक अभ्यास हुन्छ। यसमा भएको के हो भने, रवि लामिछानेको त्यागको पराकाष्ठा र बालेन शाहले आफ्नो टिम आफू बनाउन सक्छु र चाहन्छु भन्ने उनले जुन आँट र अठोट देखाएका थिए, त्यसमा चाहिँ रविले पुरा समर्पित भएर छोडिदिए। उनले
यदि अडान राखेका भए डिपी अरियाललाई गृहमन्त्री बनाउन सक्थे। धेरैजना पात्रहरू छन् त्यसरी उनले बनाउन सक्ने। गणेश पराजुली उद्योग मन्त्री बनाउन सक्थे। मनिष झालाई सूचना तथा सञ्चार मन्त्री बनाउन सक्थे। त्यसैगरी पश्चिमबाट चुनिएर आएका कञ्चनपुरका दीपक बोहरा उद्योग मन्त्री बनाउन सक्थे। ती चर्चाहरू पनि भएका थिए, तर उनले एकजना पात्रमा पनि अडान राखेनन्। डाक्टर स्वर्णिम वाग्लेमा राखे कि त्यो पनि राखेनन् होला। त्यसैले गर्दाखेरि यो उनको उदारताको पराकाष्ठा हो। त्यसले उनलाई अब पार्टीभित्र सायद झन् उदार बनाउँछ कि त्यसले क्षति पुर्याउँछ। तर बालेनलाई चाहिँ यो अन्तिम मौका हो। कतिपयले आलोचनाका बावजुद पनि यी नाम नभइदिए हुन्थ्यो भनेर भन्ने जुन वावा थियो, जुन स्याबास थियो, त्यो चाहिँ अब कामबाट प्रमाणित गर्नु पर्यो। किनभने अब कामबाट प्रमाणित गर्ने बाहेक अरू विकल्प छैन। म फेरि पनि अन्त्यमा दोहोऱ्याउँछु, म मेरा शत्रुको सजिलै सामना गर्छु, दया गरी मलाई मित्रहरूबाट बचाऊ। हामी अल्झिने भनेको आफ्नै खुट्टामा अल्झिएर लड्ने हो, अरू कसैले हामीलाई लडाउन सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तो अवस्थामा नपुगोस्। त्यो पुग्नु भनेको त्यो पार्टीलाई र अहिलेको यो प्राप्त जनमतलाई, यो सरकारलाई र अन्ततोगत्वा देशलाई नै अप्ठ्यारो पर्छ। मैले यति मात्रै सानो स्वरमा चुनौतीसहित मैले त्यहाँ धुवाँ पुतपुताएको सुनेर यति भनेको हो। त्यस्तो नहोस्, त्यो घाउ टालियोस् यति भन्छु। र फेरि पनि भन्छु, यो 100 दिन पर्खौँ, हेरौँ अनि कामको आधारमा प्रश्न गरौँ। फेरि पनि बालेन प्रधानमन्त्रीका रूपमा र सबै मन्त्रीका रूपमा र सबैलाई बधाई। जहिले बुढाखाडाले देश बिगारे भनिन्थ्यो, अहिले यो क्याबिनेटका सबैभन्दा वरिष्ठतम मन्त्री डाक्टर स्वर्णिम वाग्ले 50 कटेको उहाँ मात्रै हुनुहुन्छ। उहाँ 51 वर्षको, प्रधानमन्त्री 36 वर्षको। उहाँभन्दा कम उमेरका अरू मन्त्रीहरू छन्। जेन्जीको भावना प्रतिनिधित्व गर्ने पात्र आएका छन्। त्यसैले यो अभूतपूर्ण रूपमा युवा हुटुटुई जोस जाँगर छ। यसमा भरोसा, जिम्मेवारी र अनुभव पनि मिसाइयोस्। त्यसले देशलाई साँच्चै राम्रो बाटोमा अगाडि पुर्याउँछ। यहाँहरू सबैलाई शुभकामना। नमस्कार।